विदेशी कूटनीतिज्ञसँग नेपालको प्रधानमन्त्रीका रूपमा भेट गर्दाखेरि दौरा सुरुवालमा यदि त्यो किसिमको उपस्थिति हुन सकेको भए झन् यसले भावनात्मक रूपमा समेत सबैलाई प्रसन्न तुल्याउने थियो। त्यो पक्षमा सायद अब प्रधानमन्त्रीले के सम्झिनुभयो, मैले आवश्यक पर्ने ठाउँमा शपथ ग्रहण समारोहमा लगाइसकेको थिएँ, त्यसैले यसलाई हामी धेरै कठिन, कडा र औपचारिक मात्रै होइन, हामी सहज र खुला किसिमको छलफल गर्छौं भनेर पनि त्यो पोसाक गरेको हुन सक्छ। प्रधानमन्त्रीले सर्ट पनि लाउनु भएको थिएन, टी सर्ट माथि आफ्नै ढाँचाको विशिष्ट खालको कोट लाउनु भएको थियो। त्यसैले पोसाकमा मेरो व्यक्तिगत रूपमा टिप्पणी रह्यो। र फेरि औपचारिक पोसाक, सरकारी पोसाक भन्दा कतिपयले प्रति प्रश्न गर्लान्। त्यो सरकारी पोसाक त डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेलामा 2068 सालमै औपचारिक पोसाक त हटिसक्यो त, कसरी सरकारी पोसाक भन्नु होला? सरकारी पोसाकको अर्थ सरकारले घोषणा गरेर भन्न खोजेको होइन। नेपाली जनमानसले औपचारिक र सरकारी पोसाक भनेर के बुझ्छ, त्यो मनोविज्ञान के छ, त्यसलाई मैले भन्न खोजेको हो। र सांस्कृतिक पोसाक लगाए पनि हुन्छ, आफ्नो त्यही दौरा सुरुवाल र भातगाउँले टोपी लाउनुपर्छ भन्ने छैन। आफ्नो जातीय र पहिचान सहितको सांस्कृतिक पोसाकले पनि त्यो झल्को दिन सक्दथ्यो। कतिपय विशेष गरी मध्यपूर्वका राजदूतहरूले आफ्नो सांस्कृतिक पोसाक लगाएको देख्दाखेरि मलाई पनि त्यो कुरा खड्किएको थियो। अर्को खड्किएको कुरा चाहिँ त्यसको व्यवस्थापनको। प्रधानमन्त्री कार्यालयको सचिवालय र परराष्ट्र मन्त्रालयको सचिवालयले याद गर्नुपर्ने कुरा हो, एक त देशभरि प्लास्टिक मुक्त गर्ने सरकार अभियानमा छ। सिंहदरबारलाई नै प्लास्टिक मुक्त अभियान गराउने भनेर विभिन्न मन्त्रालयले आफ्नो तदारुकता र योजना सारिरहेका छन्। तर प्रधानमन्त्री कार्यालयमा हरेक राजदूतका अगाडि प्लास्टिकका बोतल देख्दाखेरि त्यो चाहिँ दाँतमा ढुङ्गा लागे जस्तो भयो। त्यो कुरामा चाहिँ अबदेखि ख्याल गरियोस् सम्बन्धित पक्षहरूले, किनभने तपाईले कोसँग भेट हुँदैछ, कसको आसन के हुन्छ, कसको मर्यादा क्रम के हुन्छ र कसरी सिटको व्यवस्थापन गरिन्छ भन्ने कुरा समेत विशेष गरी कूटनीतिमा परराष्ट्र मन्त्रालयले त्यो कुरा ख्याल गर्दछ। त्यो ख्याल गर्ने कुरामा त्यति प्लास्टिकको बोतलको विषयमा पनि ख्याल गरिदिएको भए यो विषय आज मैले टिप्पणी गर्नु पर्दैन थियो र धेरैलाई दाँतमा लाग्ने ढुङ्गा जस्तो बन्दैन थियो। अब कूटनीतिको आयाम हाम्रो अलिकति ऐतिहासिक पक्षको चर्चा गरौँ। आधुनिक नेपाल भन्दा अगाडि पनि नेपालको भोटसँग, तिब्बतसँग व्यापार हुने गर्दथ्यो, विभिन्न सन्धि सम्झौता पनि भएका थिए। तर आधुनिक रूपमा हाम्रो परराष्ट्रको व्यवस्थित रूपमा